हेलो नमस्ते। आज चाहिँ म धेरै पछि फुट्का मौरीको भिडियो लिएर आएको छु। यो चाहिँ मेरो घरको छतको फार्म हो। मैले अस्ति चाहिँ तलको हालेको थिएँ। यस्तो छ पछाडि हेर्नुहोस्, यो छ मेरो, अनि यतातिर छ यता तल साइड छ, यतातिर छ, यस्तो छ। ल हेर्दै जानु है त, अगाडि साइड पनि अरू म देखाउँदै गर्छु। ल हेर्नुहोस्, यस्तो छ मेरो फार्मको। यो चाहिँ मैले अहिले यो राम्रोसँग व्यवस्थापन गर्न नपाएर, घरमा बस्न नपाएर माउहरू पुरै उडिरहेको छ। भर्खर अब बिहान भएको छ। यो चाहिँ 4-5 दिन भयो यो आज गोला फाटेको। अनि यसरी यो गोला फाटेपछि यो बसिरहेको छ। यो घार 4-5 दिन भयो यो घार फाटेर यसरी बसेको। यसलाई कसरी मैले गोला विभाजन गर्ने हो? गोला विभाजन भन्दा नि यसलाई कसरी व्यवस्थापन गर्ने हो? यो यत्रो वर्ष भइसक्यो मैले यस्तो गोला फाटेर, यो घार फाटेर निक्लेकोलाई समाएर राखेको छैन। यसको रानी पनि देखेको छैन। यो रानी नभए त्यो गोला पक्कै फाटेन होला। यसको नि अनुसन्धान हुँदैछ। अनि धेरै दिन भयो यहाँ बसेको। यहाँ चाहिँ यो हाम्रो मदन भण्डारी राजमार्ग छ बाटो, त्यही भएर यहाँ चाहिँ गाडी हिँडिरहेको छ। यस्तो छ सिन। यस्तो छ यतातिर यो भइहाल्यो। यहाँ यो साइड अहिले चाहिँ मेरो अलिक कम छ, घटेछ अहिले चाहिँ यो हेर्न नपाउँदा। म त 1 वर्ष विदेशतिर बस्दाखेरि मासेर गएको छ धेरै। यसमा छैन, यसमा छैन। यसको पनि मासेको छ, यसको मासेर गयो। यसको पनि मासेको छैन, यसमा पनि यस्तो छ, माउ छैन। यो खाली छ, यो पनि दुलो मात्रै छ। यस्तो थुप्रो छ, यतातिर नि छ। यसको पनि त्यस्तै छ, खाली। यसको चाहिँ यहाँ माथिबाट उडेको रहेछ है। हेर्नुहोस्, यो पनि यस्तो घरघर निक्लिरह। किन हो? यो पनि छैन, यो पनि छैन। धेरै छैन मेरो, सबै मासेर। यो छैन, यो पनि छैन। यसमा रहेछ, यो पनि छैन, यो पनि मासे छ। यस्तो धेरै छ। यसको चाहिँ यहाँ माथिबाट रहेछ, यहाँबाट हिँडेको छ। यस्तो छ। यसमा अहिले म ड्र्यागन फ्रुटमा बिजी छु, त्यसैले गर्दाखेरि खासै यो हेर्न पाएको छैन। यो चाहिँ मैले बाँसको टोटी हालिदिएको। यो चाहिँ एकदम राम्रो काम गर्छ यसले।
साथीहरू। म यो हेर्छु खोलेर, यो चाहिँ एकदम छ, यो यस्तो छ, यो आधुनिक घर। तल चाहिँ यस्तो छुट्टै छ यो चेम्बर, मैले हजुरलाई बेला बेला देखाउँछु। यस्तो छ, यो दुईटा यता पनि छ, यतातिर अनि एउटा उतातिर छ। यस्तो मसित छ 2-4 वटा। अनि यो कस्तो रहेछ, यसको यो फ्रुट चेम्बर, माथिको हनी चेम्बर। म माथिको देखाउँछु है हजुरहरूलाई कस्तो छ। कस्तो छ त भित्र, यसको म हालेछ कि नयाँले। वाउ, ल कस्तो दामी म हालेर चाहिँ। ल हेर्नुहोस् त साथीहरू, यस्तो छ पुरै यो मको दल्लो है। यो यतातिर अलिअलि यस्तो दामी लाग्यो। यसमा चोखो मह छ, अलिअलि कुठ रहेछ। यो पुट्काको आधुनिक घर, एकदम राम्रो घर हो यो। यो पनि देखाउँछु है त। यो कस्तो छ, ओ बुलबुले ताल। यसमा चाहिँ एकदम भर्खर सुरु गरेर रहेछ निकाल्नु। हेर्नुहोस्, यस्तै बच्चा कक्षको पनि निकालेछ, अनि भर्खर सुरु गरेर चाहिँ साथीहरू यसमा चाहिँ। ल यस्तो छ, यो हेरौँ है त साथीहरू, यो कस्तो छ है। ओहो, यसमा त कमिला भर्रे छ त, घिउ कमिलो। ल साथीहरू, यसमा पनि डल्लो उठाइसकेको छ। ल हेर्नुहोस् क्या दामी छ। ल साथीहरू, यस्तै छ। यस्तै छ साथीहरू। म हजुरहरूलाई बेला बेला अरू पनि देखाउँछु खोलेर। अर्कोचोटि म यो देखाउँछु हजुरलाई खोलेर। यहाँ मुनिबाट डुलो बनाएर उडेछ। यस्तो छ, यहाँबाट निक्लेर उडेको छ यसले। म हजुरहरूलाई बेला बेला अरू अपडेट पनि दिन्छु। च्यानललाई सब्सक्राइब गरिदिनु होला। पुट्का मौरी सम्बन्धी अलि डिस्टर्ब हुन्छ, यहाँ बाटो छ, बाटोले गर्दाखेरि गाडी हिँडेकिने गर्छ। ल साथीहरू, आजलाई छुट्न चाहन्छु। बाई बाई।